सो फाइनली गाइस वेलकम टु द न्यू ब्लग सबै कुमार छ। जो गाइस तपाईलाई हिजो थाहा छ आज जेठ 12 गते छ र हिजो 11 गते थियो र हिजो बेलुका एकदमै हावाहुरी एकदमै पानी सानी परेको थियो। हामी सबैलाई थाहा छ। त्यो मोमेन्ट मैले क्याप्चर गरेको छु। त्यो भिडियोमा मैले हालेको छु। त्यो तपाईहरु गएर हेर्नुलाई एकदमै जुन मैले एकचोटि टाइटानिक मुभी हेरेको थिएँ अनि टाइटानिक मुभीमा जुन त्यो क्लाइमेट छ, जुन त्यो बादल एकदमै कालो भइहाल्छ, हावाहुरी आउँछ, बिजुली कड्किरहेको हुन्छ, यता पानी परिरहेको हुन्छ। इन द सेम वे सेम भ्यू हिजो यहाँ बर्षामा थियो। किनभने एकदमै जुन पानी परिरहेको थियो त्यो पानीमा पनि एकदमै प्रेसर थियो, हावाहुरी पनि एकदमै ठुलो नै थियो र बादल एकदमै कालो भइहालेको थियो, लाइन पनि कटेको थियो। सो फाइनली त्यो मलाई एउटा मुभीको सिन जस्तै मलाई त्यो टाइममा टाइटानिकको याद आएको थियो। टाइटानिकको जुन एउटा त्यो मुभी सिन्स जुन हावाहुरी जुन एउटा माहौल थियो, सो त्यस्तै माहौल मैले हिजो यहाँ बर्षामा हेरेको थिएँ। लगभग 9 बजिहाल्यो। सो अहिले म अब खानासाना खाएर तयार भएर जान्छु स्कुल। आज छ मङ्गलबार। सो लाइन पनि कटेछ मोबाइल। सो फाइनली गाइस अब तयार छ भइरहेको टाइम त भइसक्यो। लाइन चाहिँ अहिलेसम्म पनि आएको छैन। सो आज मङ्गलबार छ, आज एसेम्ब्ली हुन्छ। मङ्गलबार र शुक्रबार हाम्रो एसेम्ब्ली डे छ र अहिले हाम्रो स्कुलमा अलिक काम चलिरहेछ। सो त्यही भएर अहिले सिफ्टमा एसेम्ब्ली हुन्छ। जसरी कुनै दिन 1 to 5 एसेम्ब्ली हुन्छ र अर्को दिन फेरि 6 to 10 हुन्छ र आज आई थिङ्क 1 to 5 छ। सो मलाई एसेम्ब्लीमा जानुपर्ने छैन, मेरो 6 to 10 नै हो। सो फाइनली 9:45बाट क्लास सुरु हुन्छ। पहिला 10 बजेबाट सुरु हुन्थ्यो, अहिले 9:45बाट क्लास हुन्छ। सो लेट्स गो। अहिले बेलुकाको 6 बजिरहेछ र म स्कुलबाट त लगभग त्यही हाम्रो स्कुल लगभग कति बजी छुट्टी हुन्छ, 3:25मा छुट्टी हुन्छ र आज मेरो बस ड्युटी पनि थियो। बस ड्युटी भन्नुको अर्थ के छ भन्दाखेरि छुट्टी भइसक्छ त बसमा पनि विद्यार्थीहरू जान्छ, भ्यानमा पनि जान्छ। तर केही विद्यार्थीहरूको घर टाढा टाढा हुन्थ्यो भने हाम्रो स्कुलमा लगभग भ्यानको कमी छ। कमी त नभनौँ, मतलब भ्यानहरू छ तर 2 सिफ्ट 3 सिफ्टमा लान्छ। सो विद्यार्थीहरू तबसम्म बसिरहन्छ जब त्यो भ्यान पुगेर आउँछ भने जति पनि सानो सानो बच्चाहरू हुन्छ त्यो सबै बच्चाहरूको टेक केयर गर्नुपर्छ। भ्यान आउँछ उनीहरूलाई बचाउने र उनीहरू जान्छ। यसरी आज मेरो टर्न थियो। सो यसरी नै हाम्रो लगभग 8 डे छ र हरेक दिन हरेक सर म्यामहरूको टर्नहरू हुन्छ। आज मेरो थियो र फाइनली त्यो कम्प्लिट गर्दा गर्दा 4:30 भइसक्यो। 4:20मा म आएँ अनि फाइनली फ्रेसअप भएर लागेको चाहिँ कटेको थियो किनभने हाम्रो यता पोलहरू पनि खसेको थियो। त्यो पोलहरू बनाउनु पनि टाइम लाग्यो। सो रातितिर अलि बेलुकीतिर अहिले लान्छन् आयो। सो अहिले तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले घरमा बत्ती पनि बलिरहेछ लाइन। सो म त्यति बेला स्टडी गरिरहेको थिएँ र अहिले यतिकै सुतिरहेको छु र मैले एउटा अहिले के प्लानिङ गरेको छु भन्दाखेरि अहिले म एउटा क्राइम मुभिज हेर्छु अहिले एकछिनमा। मोबाइलमा डाउनलोड गरेको छु, त्यो मैले हेरिसकेको छु। एउटा अझै डाउनलोड गर्छु र त्यही हेर्छु। र गाइज यो जुन टिचिङ लाइफस्टाइल छ, यो टिचिङ लाइफस्टाइलमा के हुन्छ कि बिहान तपाईँ उठ्नुहुन्छ, बिहान तपाईँको कोचिङहरू हुन्छ, त्यसपछि कोचिङबाट आउनुहुन्छ भने फेरि दिनभरि स्कुल 6 घन्टाको स्कुल, बेलुका यदि ट्युसन पढाउनुहुन्छ भने हुन्छ, पढाउनु हुँदैन भने हुँदैन। सो म लाइफमा के चाहन्छु भने बिहानदेखि लिएर बेलुकासम्मको जुन टाइम छ त्यो पुरा युटिलाइज गर्न चाहन्छु। त्यो मर्निङ पार्टलाई फ्री हाल्न चाहन्छु, इभिनिङ पार्टलाई फ्री हाल्न चाहन्छु। यसमा के हुन्छ कि जब तपाईँ 24 घन्टा बिजी हुनुहुन्छ भने तपाईँ आफ्नो बारेमा थिङ्क गर्न सक्नु हुँदैन कि म लाइफको कुन डिरेक्सनमा गइरहेको छु, लाइफमा के गरौँ। सो यो कुरा सोच्नको लागि तपाईँको लाइफमा स्पेस टाइम हुन एकदमै जरुरी छ। सो म बेलुकाको टाइमलाई अलि खाली नै हाल्छु। बेलुका म कामसाम गर्दिनँ, घुम्छु फिर्छु, साथीभाइहरूसँग डुल्ने काम गर्छु, साथीजनामा बस्छु। यसले के हुन्छ कि विभिन्न आइडियाजहरू आउँछ, तपाईँ आफ्नो बारेमा थिङ्क गर्न सक्नुहुन्छ। सो यो कुराहरू हामी गर्न सक्छौँ।